गुड मर्निङ। आज हाम्रो नयाँ खानकी यता हेर्नुहोस् कि त्यो नहलाउनु है। साथीहरू यो हामी प्रदेशमा यो साह्रै रहर लागेर पिठो खोजी खोजी किनेर आज चाहिँ कोदोको ढेँडो खाने प्रोग्राम बनाएको। साह्रै गाह्रो हुँदैछ बनाउँदा, हेर्नुहोस् त। वाउ, दामी भयो है। कमान तरिका भने के खिच मतलब कम नहीं था, कम तो बनाए। खानी त यसरी त खाना त्यति सजिलो हुन्छ, भोक लाग्यो मात्रै भनेर हुन्छ भाइ। अनेक सङ्घर्ष गर्नुपर्छ, जिन्दगी नै सङ्घर्ष हो। सङ्घर्षले हरेक चिजलाई राम्रो मनले राम्रो विचारले अगाडि बढाउनुपर्छ क्या भाइ। जिन्दगी त्यही हो। खान्छु भन्दाखेरि पनि कापे काठ बनाउनु पर्ने ल। हिजो त त्यो केटाहरूले राम्रोसँग बनाएर हामी पनि चासो गरेको हो। हतियार चाहिँ कतिले भने कि दाबीले बनाएर लिएर आएर केटाहरूले पिकनिक जाने मान्छेहरूले कोदोको ढिँडो र माछा खेत दामसे खायो भने चाहिँ हामीले आज रहर गरेको कठिनाइ चाहिँ यतिको हुँदो रहेछ। तपाईँले त दामी रहेछ नि। के काटे काटे दाबीले खोजेको भए पानी हाल्नु न किलो होइन। यो त साह्रो बनाउनु जाने झन् अनि पुग्दैन नि एक एक डल्लो कहाँ पुग्छ, पुग्दैन नि उडा हेर्न पानी हाल्न। कतिजनालाई मनपर्छ साथीहरू कमेन्ट गर्नु होला है। हामी परदेशमा बसेर पनि नेपालबाट मगाउनु अब साथीहरू आइपुगेको छैन, आउनेवाला कोही छैन। त्यस कारणले गर्दाखेरि यो पिठो चाहिँ सायद भयो होला, यो पुरानो धेरै पुरानो है। यो एक्सपायर भइसकेको थियो कि त्यो पनि डेट पनि हेरिएन। हामीले मार्केटमा पाइयो, खालि किनेर ल्याइयो त्यति मात्रै हो। अब खाइसकेपछि थाहा हुन्छ एक्सपायर भएको छ कि भएको छैन भन्ने। नेपाली नेसनल डिस दोकान अहिले मैले नेसनल डिस भनिदिएको भनेर तर्सिन्थ्यो।
स्पेसली यो सुगरलाई चाहिँ व्यापक रूपको औषधि हो यो साथीहरू। सुगरको लागि प्रशस्त मात्रामा एन्टिबायोटिक पाइन्छ यसमा। यदि हाम्रो गाउँको हुन्थ्यो भने धेरै मजा हुन्थ्यो। यो पहिले पिनेको हो, कहाँ उत्पादन भएको हो, यसको खास ठेट चाहिँ हामीलाई जानकारी छैन छ। साथै जानकारी यति मात्रै छ कि हामीलाई यहाँ कसरी खाने भन्ने कुरो मात्रै छ जानकारी। भिडियो धेरै लामो भयो। अब साथीहरूलाई नेक्स्ट भिडियो है त पालिसकेपछि